बच्चादेखि सबै चिजहरू सम्झौतामै बित्दै गएको भएर होला, सम्झौतामै बानी परिसक्यो होइन। अनि अहिले पनि केही चिजहरू हुन्छ नि, खतरा खतरा चिजहरू जस्तो सपनाहरू देख्न ठुलो, त्यसपछि आएर जे गर्नलाई पनि यतिको भए त मलाई चलिहाल्छ नि भने जस्तो हुन्छ कि। सानो सानो चिजमा पनि खुसी मिल्छ कि, रमाउनुको लागि, खुसी हुनुको लागि त्यस्तो ठुलो चिज केही चाहिँदैन कि। सम्झौतामै खुसी हुन्छ कि यो मन चाहिँ। किनभने अब त्यो बच्चादेखि त्यस्तै बानी परेर पनि होला सायद होइन, त्यो प्रिन्सेसवाला ट्रिट आफूले नपाएर पनि होला। यतिको भए चल्छ लाइफमा, जिन्दगीमा जसरी पनि जिन्दगी जिउनु न हो, टाइम पास गर्नु न हो भन्ने त्यो मनमै त्यस्तो भइसक्यो कि। अब भन्नको मतलब टाइम पास भन्नको मतलब दिनै त कटाउनु हो होइन। जसरी पनि एउटा मान्छेले डेडलाई कुर्नु त हो, डेथलाई कुर्नु त हो नि होइन। कति नै किन चाहिँ एचिभमेन्ट गर्नु छ र भने जस्तो हुन्छ कि कहिलेकाहीँ यसो सोच्दाखेरि। अब त्यो बच्चामा पनि धेरै त्यो अब प्रिन्सेसवाला ट्रिट नभए भएर हुन्छ नि, अलिकति स्पेसल चाइल्डहरू त्यस्तो नभएको भएर भने जस्तो हुन्छ कि। केही कुराहरूलाई नि त्यो हुन्छ नि मतलबै लाग्दैन कि, सम्झ मलाई यतिको भए पुग्छ, होस् त्यस्तो वाउवाला जे चिज पनि वाउवालै चाहिने, मलाई एकदम ठुलो खत्रै जे चिज पनि चाहिन्छ भन्ने कहिले पनि त्यस्तो त्यो इच्छा रहरै नलाग्ने मलाई। किन होला, सम्झौतामै बित्या भएर होला सायद।